पैसा फेरि ठाउँ यो तिमी ओ आशिकाजी कुन गाडीमा आएको कुन गाडीमा आउनुभएको नमस्ते उडेर आज भाइ जरुरी बस्ने कि नेपालमा नेपालमा तपाईँसँग कुरा आइरहेको छ अहिले अनि 14 वर्ष मान्छे जेल बसेर उहाँ प्रधानमन्त्री भइरहेछ म जानु कुन ठुलो कुरो भयो कोही पनि नबोल्ने नि सबै चापचुप तपाईँ त इभन चापचुप हुनुहुन्थ्यो म जति बोल्नु बोल्ने मात्रै हो यही बोल्ने त हो अहिले कति डलर आयो ठ्याक्कै भन्नुहोस् होइन अब मैले ठ्याक्कै यति 50-60 लाख चाहिँ बाँडेँ त्यो बेलामा 50-60 लाख डलरै बाँड्नु डलर होइन कि फेरि तपाईँ नेपालमा छु नेपाली पैसा भन्नु न